एक्सन बिस्तारै स्लो मोसनमा लियो बङ्गार दिदी मुख खोलेकोले हाँस्दिराख्नु अरे हलचल हुनु नहोस् भन्नको निम्ति एकजना साथी जानुहोस् अर्को एकजना डोरी दिनुहोस् सबैको काम आउँछ अहिले यो चाहिँ हातलाई चलमा लाउनु नसकोस् भनेर नहलियोस् नचल्नु लाओस् तपाईँ बस्न हुन्छ उनीहरूले गरिहाल्छ नि तपाईँले भन्नु उनीहरूले गर्ने हो तपाईँ फर्स्ट एक्लै जान्ने अरू नजान्ने छ नि त लाउनु पर्यो काम ल डरो भाइ पछाडिबाट नतान्ने सबैजना तलको नधुने हुँदैन नि हेर्नु डिस्टर्ब नगर नागेर नराख्नु हाइट बढ्दैन नागेर अझै अगाडि नागेर अझै बैनाली पछाडि अझै अगाडि कुमको भाग छेउमा कुमको भागमा अझै अलिकति अगाडि दोस्रो बलियो पनि तेस्रो बलियो पछाडिबाट रेस्पेक्ट अलिकति छिर्ने ल एकछिन अलिकति एकजनाले यतापट्टि टाउको पार्ने अर्कोले उतापट्टि है अर्कोले यतापट्टि अपोजिट ठ्याक्कै आफूभन्दा अगाडि जता फर्केछ त्यसको अपोजिट साइडमा आफ्नो टाउको पार्ने नभए फेरि जुदाजुद गरिन्छ र पछाडिबाट हेडिङ गरिन्छ ल निहुरिने ल तलबाट हात हाल्ने खुट्टा अलिकति फराकिलो पार्ने ल ब्याकबोन तक्ता बोर्ड ल्याउने यो गाउँघरमा तक्ताले बनाउन पनि सकिन्छ यो चाहिँ हाम्रो रेडिमेड भएको हामी रेडिमेड ल्याएको यस्तो छैन भने तक्ताको पनि बनाउन सकिन्छ प्लाईको पनि बनाउन सकिन्छ यो मोटो भाग अगाडि टाउकोपट्टि चाहिँ अलि ठुलो फराकिलो ठाउँ चाहिन्छ अब अहिले केही नगर्ने यता दुईजना बहिनी सँगै दायाँ बायाँ बस्ने यतै यो ब्ल्याकबोर्ड के सँगै बस्ने दायाँ र बायाँ दायाँ र बायाँ बस्ने हुन्छ अब टाउकोपट्टि बसेको मान्छेले के गर्नुहुन्छ सबैलाई निर्देशन गर्नुहुन्छ किन उहाँले गर्ने भन्दाखेरि टाउकोपट्टिको भाग संवेदनशील हुन्छ उहाँको एउटा मिस्टेकले के हुन्छ घाइतेलाई थप क्षति हुन सक्छ त्यसैले टाउकोपट्टि बसेको मान्छे कर नपरुन्जेल निर्देशन गर्दैन उसको अनुसारमा निर्देशन गर्छ र त्यही अनुसार चल्नुपर्ने हुन्छ ल रेडी भन्दा रेडी बस्ने वान भन्दा समात्ने अगाडिकोले कुममा बिचकोले कम्मरमा पछाडि खुट्टामा ल जब सरले 1 2 3 भन्नु अप भन्नुहुन्छ अनि भएन एकैसाथ उठाउनु पर्छ है यो एकैसाथ उठाएन भने घाइतेलाई झन् अलिकति दुख्ने हुन्छ जब यो 1 2 3 अप भनेर उठाइन्छ तबबाट यताबाट चाहिँ के गर्ने अब बोर्डलाई भित्र ठेले टाउकोसम्म पुग्ने गरी ठेल्दिने है ल रेडी 2 3 अप फेरि ओकिराख्नु ल नराख्ने 1 2 3 डाउन
चरा भेट्टिन मजा आउँछ नजाने नजाने अहिले अब लास्टकोले आफूभन्दा अगाडि गएर ढाडमा ढ्याप मारेर निक्लिने अनि फेरि उसले पनि ढ्याप मारेर निक्लिने गेम पनि खेलाउने अनि जता टाउको छ त्यतापट्टि निक्लिने अब बिचकोले पनि ढ्याप मारेर उतै निक्लिने अब टाउको त्यो चाहिँ सङ्केत गरेको म निक्लिएँ भनेर अब यहाँनिर बोल्नु भने इरिटेट लाग्छ त्यो भेट्टिनलाई थाहा छैन तौलिया अब यहाँ मेडिकल छेउछाउ छ भने त त्यो सजिलो छ सर्भिकल कलर भन्ने हो त्यो लाग्दैछ झ्याप्प दायाँ बायाँ हुँदैन छैन भने त्यो तन्नाले बटारेर होइन दुईटा रोल बनाएर दुई साइडबाट राखिदियो भने पनि केही हुँदैन यसरी अब डोरी छिराउ डोरी सबैले एक एकवटा डोरी बसेर रेडी बस्नु यहाँ माथि सुरु गरे बाँध्ने सर क्यामेराको सकिन त्यहाँ दुईजनाले नछेल्ने ल एउटाले काम गरेको देख्नु यो बस्ने शैली भएन है हामीले काम गर्दा जहिले पनि यसरी गर्छ यो खुट्टा टेकेर एउटा अग्लो बनाएर यसरी खुट्टाको भाग आफ्नो चाहिँ पछाडिको भाग राखेर नभए फेरि त्यो टुक्रुका बसेको मान्छेलाई यसो छोइदियो भने फुक्लुकै लड्छ अहिले त टेकेको छ खुट्टा अघि बसेको शैलीमा चाहिँ अघि बसेर गरेकोलाई यसो ठेल्दैको भुक्लुकै लड्छ अब निस्किँदैन फोन गर्छु यो डोरी बाँध्दा ख्याल गर्नु र क्रस हुन्छ जहिले पनि एक साइडबाट अर्को साइड उताबाट अर्को साइड क्रस गरेर डोरीले क्रस गरेर बाँध्नुपर्छ त्यो हातबाट छिराएर बाँधेको हातबाट छिराएर दुईपट्टि छिराएर अनि भित्रबाट छिरा बाहिर निकाल्ने फोन गरौँ है बाहिर पनि अब निस्किन्छ जोडेर सुर्कानु पर्ने ल सुर्कानु अब यसरी नै घुमाउँदै लाने अब यता कम्मरमा उता जोडेर खोइदिएको त त्यो बाँध्ने होइन जोड्ने त्यो बाँध्ने ठाउँ जोड्ने त्यो खोल्ने जोड्दै घुमाउँदै लाने सुर्कानु पारेर सुर्कानु पारेर सुर्कानु पारेर बाँध्नुहुन्छ त्यो पनि सुर्काने हो एक एकवटा सुर्कानु पारे केही फरक पर्दैन सुर्कानु चाहिँ खोल्दा सट्टै खोल्नु ल क्रस जोडेको जोडेर उता लगेको छ त्यहाँ तल चाहिँ बाँध्नु हुँदैन थियो उता अहिले होइन सर उता चाहिँ जोडेको ठाउँ बाँधेको छ क्या त्यहाँ जोडेर एक घुमाउनु पर्थ्यो त्यो सुरु फेरि एक तल छिराउनु न तल भित्रबाट छिरेर ल्याएर जोडा पर्दैन घुमाउनु पर्दैन जोडा न त्यहाँ